तपाईहरु एकचोटी यो भिडियो हेर्नुस् त गृहमन्त्री सुदन गुरुङले के भनिरहनु भएको छ। यो विषयमा हामी गम्भीर छौं। यसको लागि हामीले एउटा समिति पनि हामीले गठन गरेका छौं। अब यो समिति कुन आधारमा गठन गर्यो भनेर हाम्रो सुलभ माननज्यूले पनि भन्नुभएको थियो। हाम्रो चाहिँ नेपाल सरकार बादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिन सम्बन्धित निर्देशिका 2066 दफा 8 तह चाहिँ हामीले चाहिँ यो समिति एउटा गठन गरेका छौं हैन। किनभने अब यसलाई हामीले अलिक स्लोली लगेको कारण पनि के छ भन्दाखेरि अहिले पछिपल्ट गरेर कसैले यसको लागि पूर्वाग्रह राखेर हाम्रो कोही पनि निर्दोष भाइ बहिनीले जसरी उहाँहरूलाई थुनामा हुनुहुन्छ उहाँहरूलाई चाहिँ कसैले पनि आफ्नो पावर एक्सरसाइज गरेर चाहिँ मिसयुज उहाँहरूलाई नगरोस्, त्यो प्रतिशोध नसाधोस् भन्ने हिसाबले चाहिँ हामीले अलिक गम्भीर रूपमा लिएर विस्तारै गरेर एकदमै राम्रोसित काम गरेर यसमा चाहिँ पछिपल्ट समस्या नहुने गरी चाहिँ हामीले गर्ने भन्ने हिसाबले हामीले गरेका छौँ। त्यो भन्ने बित्तिकै अब जघन्य अपराधहरूको विषयहरूमा त हामीले त त्यसमा छुट भन्ने त हाम्रोमा छँदै छैन, किन जेन ज्यान त्यसको लागि भएको पनि होइन। उहाँको यो भनाइ तपाईलाई कस्तो लाग्यो? आफ्नो राय प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।